Hello guys, welcome back to my new video. New day, new vlog. आज चाहिँ हामी यता बाइकर्स पोखरामा छौँ होइन अनि यहाँ चाहिँ हाम्रो सौदा हुनुहुन्छ अनि हाम्रो गाडी राम्रो गाडीमा चाहिँ अहिले चाहिँ 3टा बाइक आइसकेको छ होइन एउटा चाहिँ यो छ ड्युक 22 मोडल 23 फ्लोर होइन बाइक अच्छा खासा ठिकठाक छ जेरो मेन्टेनेन्स होइन खतरा छ बाइक चाहिँ अनि यता चाहिँ अर्को बाइक छ अनि 23 मोडल होइन 24 मोडल 25 फ्लोर अनि यो चाहिँ हाम्रो आफ्नै दोस्तीहरूको यो चाहिँ 25 फ्लोरको छ होइन बाइक एकदम चकाचक छ होइन खतरा छ बाइक चाहिँ इनिसियलमा छ प्राइस बुझ्नलाई चाहिँ म मेरो साथीको नम्बर यसो कमेन्ट गर्नु यसो भनौँ है अनि यो बाइक चाहिँ हाम्रो आफ्नै स्वागत दाईको बाइक हो होइन एकदम जेरो मेन्टेनेन्स है जेरो मेन्टेनेन्स छ बाइक चाहिँ होइन जेरो मेन्टेनेन्स छ यो चाहिँ अलिकति बेलामा एसी हो यो चाहिँ होइन बाइक चाहिँ दामी छ मात्र कति हो चाहिँ मात्र 50 कति हो चाहिँ के लाग्यो भन्नु न 50,000 एसी ल्याइदिनु 50,000 मा है यहाँ चाहिँ एसी सँगै दुलो चाबी नि फेरि दुलो खमन क्यामेराम्यान चाबी नि फेरि दामी छ यस्तो मुना हालेर यस्तरी घुमाउनु पर्छ होइन यो चाहिँ ननिकालौँ यो चाहिँ एसी है बाइक चकाचक छ होइन डट टायर हालेको छ अगाडि पछाडि नयाँ छ है इन्जिन सिल प्याक दामी छ ल अब अर्को बाइकतिर जानु यो चाहिँ हाम्रो क्यामेराम्यानको बाइक हो है 2022 मोडल 23 फ्लोर है बाइक चाहिँ एकदम चकाचक छ अनि यहाँ चाहिँ नयाँ गियर फिल्टर हाल्नु लाग्यो होइन गियर फिल्टर हालेपछि चाहिँ बाइक बवाल उठ्छ नि हो कि दाइ बवाल उठ्छ यदि हालेपछि चाहिँ अब अर्को बाइक यता यो बाइक बेच्ने होइन यो बाइक सेलमा छ होइन त्यो बाइकको डुक्सहरू यो चाहिँ यहाँ सानो अनि चेन्ज मोडिफाई गरेको छ है पोखराको ट्राफिक सर्टहरू हेर्नुहोस् ग18 बाइक यसरी मोडिफाई गरेर यस्तो पाइप साइप हालेर है टायर नि उता विदेशबाट मगाइएको छ यस्तो गरेको छ समात्नुहोस् के हेर्नुभएको छ हजुरहरू र म चाहिँ मजा गरेको होइन बाइक चाहिँ यहाँ कुनै पनि सेलमा छैन सबै बाइक आफ्नै ठाउँमा सबैजना बवाल छ त्यही अहिले चाहिँ हामी कतिजना लाग्यो भने तपाईँहरूले थम्नेलहरू थापिसक्नु भयो होइन अहिले चाहिँ म जाँदैछु हाम्रो साथी पोखरा घ्यान्सी बोयसँग है गाइज अहिले चाहिँ हामी यहाँ पिटी चोक आइसकेको छौँ होइन उता त्यो जाममा परिरहेको छौँ त्यहाँ ट्राफिक लाइट होइन को पोखरा घ्यान्सी बोय कस्तो दाम देखेर मलाई आज अनि यहाँ चाहिँ स्ट्रिट आउट अफ फ्रम कता काठमाडौँबाट है गाइज त्यही हो अब चाहिँ टाइम भइसकेको छ होइन हामी निस्किनु लाग्यो है गाइज अहिले चाहिँ राइडर चेन्ज भइसकेको छ होइन मलाई चाहिँ जता जाने जग्गाहरू सुनाएर होइन यो चाहिँ बाटोमा हो जाँदै हो भ्यूहरू देख्न सक्नुहुन्छ यसको अनि यहाँबाट चाहिँ यो पोखराको भ्यू पोइन्ट नै हो यो चाहिँ होइन यहाँ माथि चाहिँ यता हो कि उता हो थियो यो चाहिँ पोखराको भ्यू पोइन्ट हो होइन यो चाहिँ पोखरादेखि चाहिँ यहाँबाट चाहिँ सबै त्यही हो पोखरा अनि अहिले चाहिँ हामी जाँदैछौँ भने चाहिँ कालाबाङ जाँदैछौँ कालाबाङ उदयको मुक्ति हिँड्नलाई अस्ट्रेलियाको जाँदैछ पोखरा र पानीको र नानीको अहिले चाहिँ पानी परेको छैन सकिएको सक्नुहुन्छ त्यो चाहिँ एकदमै पानी परेर चाहिँ हामी यहाँ बसेको होइन बाइकको फ्यान पनि चलिरहेको छ दुईजना है के भन्छ र अनि यहाँ चाहिँ एकदम पानी पऱ्यो अप्पर जत है थाहै नहुने कि अब कतिको पानी पऱ्यो अब त्यस्तो छ है पोखरा है बादल हेर्नु गाई बादल हेर्नु कस्तो हिँड्नु सब कालो बादल हो कि धुवाँ के होइन सब कालो बादल हो कि एकैछिन पोखरा त खत्रै होइन
फेरि उड्यो कि अघि ऊ त्यहाँ थियो यहाँ थियो होइन मलाई त पुरै यता आइदिएर क्या अब हामी त एउटा ट्र्यापमा फस्यौँ होइन यताबाट नि बादल ऊ त्यसरी उडिरहेछ है उता हामी जानु मन चाहिँ उता हो उडिरहेछ बादल ढाकिसकेको छ है सबै कालो होइन यो गाइस वी आर इन ट्र्याप गाइस अहिले चाहिँ भर्खर पानी रोकेको छ होइन अहिले चाहिँ मौसम यस्तो उज्यालो छ बत्ती बाल्यो जस्तो होइन त्यही हो एकदम रमाइलो छ हामी जानु चाहिँ उहाँ हो है अघि चाहिँ कस्तो कालो भएर देखेको थिएन अहिले चाहिँ यस्तो होइन अलिक क्लियर देखाएन ऊ त्यहाँ जाने हो त्यही हो आई एम भ्लगर है गाइस आई एम भ्लगर खोइ म चाहिँ यहाँ ओमेगल टिममा होइन लाइभमा छु है मेरो फ्यानहरू दुईजना बिग फ्यान भनिदेऊ न एक्चुली थ्याङ्क यू त्यही हो एट हियर आवर डेस्टिनेसन होइन जुन चाहिँ भर्खर यहाँ आइपुगेँ मौसम हेर्नु सक्नुहुन्छ डेन्जर खतरा देखिरहेको छ जाडो छ यस्तोलाई नि मान्छेहरू हेर्नु न त्यस्तो क्या त्यही हो गाई चाहिँ अब चाहिँ उता माथि गएर भेट्नुपर्छ अस्ति चाहिँ खासै घाम लगाएर राम्रो देखाइदिएन आज चाहिँ राम्रै देख्छ होला किनभने पानी पऱ्यो नि त यता ताल पनि भ्यू देखाउँछ अब त्यही हो त्यहाँदेखि चाहिँ यहाँ भर्खर आइपुग्यौँ होइन यता चाहिँ लेक छ होइन अनि उहाँ चाहिँ शिवजी मन्दिरको त्यहीँ हो अनि फाइनली डेस्टिनेसन अनि ऊ त्यताबाट चाहिँ दिन बाढ्यो है त्यस्तोमा यहाँ सही हो अब यहाँबाट फर्किन आएर कस्तो हुनु त्यहाँ ऊ त्यहाँ चाहिँ दामी देखियो कि जिउस उता चाहिँ त्यता पानी पऱ्यो यता परेन उता पनि परेन यता पऱ्यो कि त्यही गाइस एकछिन पढेछ अनि फर्किहाल्छ सो गाइस बिजोक नरमाइलो भयो होइन यता लाइभ बस्थेँ है साथी चाहिँ अनि त्यता चाहिँ पानी परिरहेको छ अनि यहाँ चाहिँ पानी परेर है चारैतिरबाट घेरियो बिचमा ट्र्यापमा गरियो अनि टोइलेटमा आएर बसिएको छ दुईजै दाजुभाइ यसलाई त मैले चिन्छु यार वाट्सएप है ब्युटिफुल पिपल देखा चाहिँ हामी चाहिँ उता टोइलेटमा बसेको थियौँ होइन एकदम गनाएको थियो टाउकै दुखिरहेको छ है पानीले भिजेर नि त्यो टोइलेट गर्नाले नि अहिले चाहिँ उता कालो थियो अहिले चाहिँ उता घाम लागिसकेको छ है देख्न सक्नुहुन्छ यस्तो दामी छ नि ठाउँ पिस छ है के भन्नु उहाँ चाहिँ शिवजीको मूर्ति छ त्यही हो अनि यता चाहिँ यो कालोबाङ गाउँ चाहिँ यही नै हो होइन अनि उहाँ चाहिँ बाइक छ हाम्रो अनि अहिले चाहिँ हामी यता घुमिरहेको छौँ अब चाहिँ हामी फर्किनु पर्ने हुन्छ त्यो चाहिँ लेक साइड हो होइन लेक साइड नै पानीबाट दामी देखिएको छ त्यही हो मलाई रक्षा गरौँ बुद्ध भगवान्ले त्यही हो त्यो फोटोसोटो खिच्नु पऱ्यो हामी चाहिँ यहाँ बसियो भिडियोहरू फोटोहरू नि खिच्यो अहिले चाहिँ हामी निस्किनु लाग्यो है यताबाट घाम लागिसकेको छ अनि यहाँ चाहिँ हाम्रो भगवान हुनुहुन्छ अनि हामी चाहिँ यता भ्यू हेर्दै अहिले चाहिँ हामी जान लाग्यो है त्यही हो अब चाहिँ हामी यता तल गएर चाहिँ बाटोमा चाहिँ भेटिन्न होला किनभने यतातिर चाहिँ पानी परिरहेको छ होइन अनि अब हेरौँ खाजा खाइन्छ कि हरिन्छ त्यही हो गाई आज चाहिँ काम छ जो सब घर हुन्छ अहिले चाहिँ हामी यहाँ वर्कसपमा आइसकेको छौँ होइन खाजा खाइएन बाटोमा चाहिँ पानी परेर अब एकछिनमा जाने भन्ने प्लान छ मेरो बाइक चाहिँ यहाँ छ होइन भ्यानै धोएर आएको थियो त्यो पनि पानीले धुँदैछ बिचरा जाडो भयो होला त्यही हो अनि अहिले चाहिँ हामी यहाँ छौँ अनि हाम्रो साथी चाहिँ यहाँ ओमे टिभीमा यहाँ यसो बात गरिरहेको छ अनि उनीहरू चाहिँ मेरो फ्यान रे मेरो फ्यान रे फेरि दादा भाइरो के अब भन्न नमिल्ने होइन अनि यहाँ चाहिँ बाइक यसरी पार्किङ गरिदिएको छौँ होइन त्यही हो अनि यहाँ चाहिँ सबैजना छ है अनि यो बाइकको चाहिँ के भएको यसो टाइपिट मिलाएको रहेछ यो टाइपिट चाहिँ किन मिलाएको भने धेरै पड्काएर धेरै उडाएर हो केटा हो त्यसरी पड्काउनु उडाउनु भन्नु नमिल्ने गफ हो सबै कुरा है
आमा हेडलाइटहरू त केटा हो बाजाको अनि मिट माई ब्रदर होइन हातको नमिलाउनु कालो छ गुम्नु ल मिलाउनु दाइ मिट माई ब्रदर हाम्रो दाइको शुभ नाम सुदीप नेपाली हाम्रो दाइले सबैजनाले चिन्नुहुन्छ हाम्रो राजेन दाइ ग्यारेजमा चिन्नुहुन्छ कसरी भने लम्बु दाई हो होइन हाम्रो लम्बु दाई चाहिँ यहाँ बाइक बनाइरहेको छ होइन लम्बु दाइले चाहिँ फेरि भद्र बाइक बनाउँछ नि होइन हो कि दाइ हो नि सिएनसी के कति पऱ्यो यो उसलाई उयो त सानोवाला रहेछ है 55 एउटालाई टी सर्टको मात्र 55 उयो त सानोवाला आएछ है अहिले त है उयो त्यसको त ठुलो यार यो ठिक रहेछ क्या त्यो साउन्डहरूकोमा चाहिँ लामो छ होइन यसकोमा चाहिँ सानो आएछ अनि यहाँ चाहिँ वान पिस बाइकहरू छ है यहाँ चाहिँ हाम्रो के अरे राजेश दाईको बाइक होइन ड्याडी बाइक चङ्की बाइक अनि यहाँ चाहिँ हाम्रो अदिप दाईको बाइक छ अनि हाम्रो अदिप दाईको बाइक चाहिँ हाम्रो यहाँ सगत दाईले बनाइरहेको छ के छ दाई त भाइको भ्लगमा के भन्न चाहनुहुन्छ तपाईँले के भन्न चाहनुहुन्छ भाइको भ्लगमा अब यहाँ हाम्रो सगत दाईले चाहिँ अदिप दाईको बाइक चाहिँ चङ्गा बनाउने होइन विली बाइक बनाउने हो दाई मैले के सुनेको सही हो कि गलत हो दाइ जति जान्न चाहन्छन् त्यही हो अनि मैले चाहिँ धेरै दिनपछि राजन दाई देखेको थिएन अनि यहाँ चाहिँ राजन दाई हुनुहुन्छ होइन राजन दाईले चाहिँ यहाँ के बनाउनु लागिरहेको छ भाइको भ्लगमा के भन्दैछ असिम भाइको भ्लगमा होइन सबैले लाइक सब्सक्राइब गरिदिनु होला होइन र यो भाइलाई धेरै धेरै सम्झाउनु पनि होला यो भाइ धेरै आवाज म अल गुड छु होइन दाइले चाहिँ दुईवटा शब्द चाहिँ राम्रो भन्नुभयो दुईवटा शब्द नराम्रो भन्नुभयो त्यही हो गाइस अब चाहिँ हामी तपाईँलाई चाहिँ एकछिन भेट्छौँ यहाँबाट खाजा खानेलाई भिडियो बनाउने हुन्छ खाजा खाएर नि आइयो भिडियो बनाउने बिर्सिएछ भोक लागेलामा है हामी चाहिँ यहाँ निस्किनु लागेको होइन तिनजना नै समुद्र साजन म यहाँबाट चाहिँ अनि समुद्र चाहिँ उता मामा घर जाने थिएँ बाजाबाट त्यही गरेर फुल रुन जाने थिएँ अनि म साजन चाहिँ माथि घर जाने हो ढिलो भइरहेको छ त्यही हो अब त्यसैको घरमा भेट्छौँ होला म चाहिँ अहिले घर आइसकेको छु अनि साजन चाहिँ गइसक्यो अनि म चाहिँ मेरो यहाँ आमा हजुर मेरो छोरा मेरो राजा मेरो भगवान त्यही हो अब चाहिँ यहाँबाट माथि घर जाने होइन मेरो चाहिँ यहाँ सानो होटेल छ इफ यु नो मी होइन थाहा होला अन्त इफ यु डोन्ट नो मी यहाँ बाटुलचोरमा है अब अलि पछि चाहिँ यहाँले राम्रो बन्दैछ बिस्तारै अहिले चाहिँ त्यस्तो केही छैन लोकल होटेल हो त्यही हो अब चाहिँ हामी माथि घर जान्छौँ त्यही हो रात परिसक्यो अहिले त कति 8 बजेर 27 मिनट भयो अनि यो चाहिँ मेरो गर्लफ्रेन्डै गाइज मेरो गर्लफ्रेन्ड गाइज अहिले चाहिँ म घर आइसकेँ होइन घर आएर नि खाना खाइसकेँ अनि मैले चाहिँ फेसमा यो के भन्छ यो ब्ल्याक म्याक्स लगाएको छु होइन अनि यसले चाहिँ त्यो के हो उकाल्छ भनेको थियो है मलाई पनि थाहा छैन यो ट्राई गरेको हेरौँ कस्तो हुन्छ है अब बिस्तारै स्किन केयर गर्नु पऱ्यो नि होइन अब राम्रो भएको एउटा कुरा मान्छे नराम्रो भएपछि चाहिँ अब स्किन केयर गर्नु पऱ्यो छ त्यही हो अनि म चाहिँ यहाँ मेरो अहिलेको करेन्ट होइन नेचुरल भन्न आएछ के अरे अहिलेको करेन्ट फेमस भाइरल भनौँ न यो गीत मलाई चाहिँ एकदम मनपर्छ होइन दामी छ कि यो होइन कतै भयो यो हो कि यो पार्ट चाहिँ मलाई दाम लाउँछ कि मलाई त्यही हो गाइस यति भन्दै होइन अब मेरो भ्लग यहीँ हानिदिन्छु आज चाहिँ रमाइलो भयो जे होस् होइन अनि मैले चाहिँ मेरो काम गर्न पाइनँ त्यही भयो भोलिको दिनमा गर्छु त्यही हो यति भन्दै